हेलो गाइस, गुड इभिनिङ। म चाहिँ आज यो नयाँ एउटा फल खान लागेको छु। मेरो फर्स्टचोटि हो यो खान। टेस्ट गर्दैछु कस्तो हुन्छ भनेर मैले आज यो भिडियो बनाउँदैछु गाइस। सबैजनाले हेरिदिनु होला। सर्वप्रथम त यसको नाम चाहिँ हामीले आभोकाडो भनेर चिन्छौँ। तपाईँहरू कतिजनाले खानुभएको छ, यसको स्वाद तपाईँले टेस्ट लिनुभएको छ होइन। नखानेहरूलाई पनि म यो उत्साह दिन्छु, एकदम राम्रो छ। यी खाने तरिका यस्तो रहेछ, नुहाउने घिउ जस्तो है, मजा आउँदो रहेछ खाँदा। म चाहिँ मजा लाग्यो गाइस। ल हेर्नु, त्यो मैले एउटा फुटाएको थिएँ, यस्तो हुँदो रहेछ गाइस। ल है, अब यो चाहिँ मैले छक्क मुखमा हाल्छु। एकदम भेरी नाइस, गुड फुड। ओके गाइस, तपाईँहरू पनि खोजी खानु होला। बजारमा किन्न जानुभयो भने किलोको 600 भन्दा यता पाउनुहुन्न। त्यहाँदेखि मास्तिरै होला सायद, मेरो विचारमा। मैले चाहिँ किनेको छैन, मैले भने सुनेको। यता बजारतिर अनि यता रुखतिर हेर्छु, हरियो मेरो गाउँतिर इस्कुस हुन्थ्यो, त्यस्तै आकार मलाई लाग्थ्यो। मैले खाएको थिइनँ, तर आज मैले खाएको, यो टेस्ट गरेको एकदम मिठो रहेछ। अब मैले विचार गरेको छु मेरो गाउँमा पनि लगेर यो रोप्नु पर्ला जस्तो मलाई लागेको छ गाइस। हाम्रो गाउँतिर पनि हुन्छ होला सायद है। फर्स्ट क्लास, मिठो एकदम। आहा क्या दामी, नुहाउने घिउ जस्तै हुँदो रहेछ। अब यो थपराटा कान्छाले यो खाएपछि के भन्नु है, कुरा अपारै छ। ल गाइस, एकदम मिठो हुँदो रहेछ। तपाईँहरू पनि किन्नु होला, खानु होला। यदि आफ्नो प्रशस्त जग्गा छ भने रोप्नु पनि होला आफ्नै बारीमा। फलफलाहरू मजाले खानु होला गाइस, एकदम मिठो हुँदो रहेछ। ल हा दामी छ, दामी। नुहाउने घिउ जस्तै मिलिक्कै।